आजको भिडियोमा चाहिँ म तपाईहरुलाई के देखाउँदैछु भने चाहिँ यो भाइले खाली खोर्सानीको देखाउँछ भन्ने सम्झिनु हुँदै होला। खोर्सानीमा चाहिँ तपाई डेली पस्नु भएन भने चाहिँ तपाईको खोर्सानी चाहिँ बोट मात्रै रहन्छ, फल त फल्ने कुरै आउँदैन, बोट मात्रै रहन्छ। र यो जुन चाहिँ मैले यहाँ देख्नु हुँदैछ यो पत्ता चाहिँ मुनिमुनिको जुन चाहिँ पत्ता, यो चाहिँ पत्ता टिप्नुपर्छ। यो पत्ता चुडाएपछि चाहिँ तपाईको मुनि खुल्ला हुन्छ, खुल्ला भएपछि चाहिँ मजाले बोट आउँछ। पत्ता चुडाउनु अर्को कारण यहाँ यो के अरे कमिला पनि लाग्दैन। यो जुन चाहिँ मुनिमुनिको ठुल्ठुलो छ पत्ता, यो पत्तालाई सबै चुडाउनु पर्छ, किनभने कमिलाई म एक दुई दिन ढिलो भएछु, ढिलो हुनुको कारणले कमिला छ। अन्त तपाईहरुलाई यो देखाउनुको उयो चाहिँ के हो भन्दाखेरि चाहिँ यो डेली बेसिसमा यो खोर्सानी चाहिँ के गर्नुपर्छ, यो खोर्सानीको पत्तालाई टिप्नुपर्छ, स्याहार्नुपर्छ। अन्त पज गर न। र यो चाहिँ तपाईहरुलाई म डेली देखाउँदैछु, डेली भन्दा पनि प्राय खोर्सानीको देखाउँदैछु। यो देखाउनुको मकसद चाहिँ तपाईहरुले पनि अब यसरी नै गर्नु हुँदै होला, या कतिजनाले गर्नु भएको छैन। मैले कति ठाउँमा देखेँ कतिजनाले भ्याउनु भएन होला, नभ्याएर गर्नु भएको छैन होला। त्यस्तो भनेर तपाईले के अरे यसलाई केयरलेस नगर्नुहोस्। तपाईले कम्ती समय निकालेर भए पनि यो पत्ता मुनिको पत्ता, यो मुनि जुन चाहिँ झार देख्नु हुँदैछ तपाईहरुले, खोर्सानीको फेदमा पुरा झार आउँछ। अनि यो झारले गर्दाखेरि र यो पत्ता ठुल्ठुलो लत्रेको पत्ताले गर्दाखेरि चाहिँ कमिला चाहिँ एकदमै यसको खोर्सानीको मेन खोर्सानीलाई बिगार्ने नै कमिला हो। सानो खालको त्यो भुसुरे कमिला भन्छ, मसिनो त्यो कमिला हो। अनि त्यसको लागि चाहिँ तपाईले यसलाई चाहिँ यसरी यहाँ देख्नु हुँदैछ यी पत्ता टिपेको, यसरी पत्ता टिप्नु भयो भने चाहिँ अनि तपाईले के हुन्छ यो कमिला लाग्दैन। अन्त यहाँ यस्तोहरू पनि गाडेको छ हाम्रो, यो के अरे यो मैले थाङ्क्रा पनि गाडेको छु। यो थाङ्क्रा चाहिँ अब खासै भनौँ भने चाहिँ त्यो माच यसरी लाउनु पर्ने हो, किनभने यो हाँगाहरू छ, हाँगाहरू लत्रिन्छ। अन्त यो थाङ्क्राले चाहिँ अहिले चाहिँ अब यहाँ मैले यसरी यो नरको डोरीले बाँधेको छु, पछि चाहिँ यसलाई चाहिँ अब माच जस्तै करेलाहरू लाउँछ त्यस्तै माच लाएर बनाउनु पर्छ होला जस्तो लाग्छ। किनभने मेरो बोट एकदमै के अरे ठुल्ठुलो छ, ठुल्ठुलो भएको कारणले गर्दाखेरि चाहिँ पछि चाहिँ लत्रिन्छ यो सबै। अब यो समर सिजनमा पानी पर्छ, समर सिजनमा बेसी पानी परेको कारणले यो हाँगामा तपाईहरुको हाँगा उयो हुन्छ, हाँगा के अरे भाँचिने गर्छ। त्यसले गर्दा चाहिँ यसलाई चाहिँ सबै यस्तो खालको माछ बनायो भने चाहिँ राम्रो हुन्छ होला। मेरो सोचाइ चाहिँ त्यस्तो छ। अहिले चाहिँ मैले खालि यो तपाईको के अरे सिबीमा थाङ्ग्रा लाग्यो जस्तै लगाएको छु। अन्त हुनु त मेरो बेसी छैन त्यस्तो बेसी। यो भाइले त अरूको भिडियो पनि अरूको बगान पनि देखाउँछ भनेर कतिजनाकोबाट सुन्दै थिएँ। अब त्यो चाहिँ कस्तो भने मैले मेरो यति छ भनेर मैले मेरो डल्लै हो भनेर भनेको छुइनँ। मैले अरूको पनि यस्तो छ यसरी गर्नु सकिन्छ भनेर देखाउनु मात्रै खोजेको हो। मेरो चाहिँ कम्ती छ, तर कम्ती पनि राम्रो छ, राम्रो गरेर आएको छ अहिलेसम्म चाहिँ, फल्दैछ। फल पनि तपाईँहरूलाई देखाउँछु। तपाईँहरूले यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्, सेयर गर्नुहोस्, सबै समक्ष पुर्याउनुहोस्। अनि तपाईँले कतिजनाले मेरो भिडियो हेर्नुहुँदैछ